तर तिमीहरूले यस्तो घटिया क्वेसन गर्न मिल्दैन, तिमीहरूले रेपको प्रमाण माग्न मिल्दैन। उसलाई कति पीडा हुन्छ होला त्यस्तो देखेर। तिमीहरूको लागि अब उसले के प्रमाण बनाएर ल्याउनु? आफै नराम्रो हुने रहेछ, आफ्नै बेइज्जत हुने रहेछ। मन पर्दा चमत्कार, मन नपर्दा बलात्कार भनेर भन्दा रहेछ। अनि केटा मान्छे भन्दा केटी मान्छेहरू यति धेरै छौ। छिछि कस्तो लाज लाग्छ यार मलाई। तिमीहरूले गर्ने यही हो? तिमीहरूले देश परिवर्तन गर्ने कुरा गर्छौ अनि यो चाहिँ परिवर्तन हुनु पर्दैन तिमीहरूको कहिले पनि। तर तिमीहरूले एउटा पीडित भनेर आएको महिलाकोमा जसरी कमेन्ट गरेर एउटा पीडितको आवाजलाई दबाउन खोजेको छौ र मलाई फेमिनिस्ट भन्दै गाली गर्न नआउनुस् क्या। तर यो सोच जबसम्म बदलिँदैन नि नेपालीहरूको सोच। हेलो साथीहरू, सबैजना स्वागत छ मेरो सोमकी सिंह ब्लग च्यानलमा। अनि साथीहरू, आज मैले फेरि यहाँ एलिना चौहान र बले यानि कि सागर लम्सालको भिडियो लिएर आएको छु। र यहाँ सागर लम्साललाई रेप केसको आरोप लागेपछि फेरि आएर एलिना चौहान लाइभमा आएर यसरी बोलेपछि उनले पब्लिकबाट यसरी गाली खाएकी छिन् एलिना चौहानले। र साथीहरू, किन यसरी गाली खाएकी छिन् भनेर हजुरहरूले यो भिडियोलाई अन्तिमसम्म हेर्न पर्ने हुन्छ। र साथीहरू, हजुरहरू मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने मेरो च्यानललाई सब्सक्राइब गर्नुहोला। यो भिडियो मन परे भिडियोलाई लाइक सेयर गर्न चाहिँ नभुल्नु भन्दै हजुरहरूको लागि मैले सानो भिडियो अगाडि राखेको छु, हेरेर सासपट गर्नुहोला भन्दै भिडियो सुरु गर्छु। हेर्नु साथी भिडियो अगाडि। ल फेरि आइसकेको छु, फेमिनिस्ट एलिना चौहान फेरि आइसकेको छु। तिमीलाई त देखिन सक्नुहुन्छ मैले बोल्ने बित्तिकै चोथाली अरू कलाकार बोलेकै छैनन्, कति बोल्नु परेको कन्ट्रोभर्सी क्विन भन्दै मेरो आवाज दबाउन खोज्छौ। तर मेरो चाहिँ आवाज तिमीहरूले कहिले पनि दबाउन सक्दैनौ, किनभने मलाई चाहिँ अन्याय सहनुभन्दा गाली सहनु चाहिँ हजार 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 गुणा चाहिँ राम्रो लाग्छ है। अनि यहाँनिर यो भिडियो चाहिँ मैले कसैको लागि पनि बनाएको होइन, कुनै व्यक्तिगत मान्छेको लागि बनाएको होइन, तर एउटा समाज, यो समाजको किराहरू गोबर भरिएको मान्छेको लागि बनाउँदैछु। यहाँनिर म कसले अन्याय गर्यो, कसले न्याय गर्यो, कसले के गर्यो भन्नलाई मलाई केही पनि थाहा छैन, त्यो समयले प्रुभ गर्ला, त्यो जेसुकै होला। तर तिमीहरूले एउटा पीडित भनेर आएको महिलाकोमा जसरी कमेन्ट गरेर एउटा पीडितको आवाजलाई दबाउन खोजेको छौ र जसरी तिमीहरूले भिक्टिममा क्वेसन माथि क्वेसन गरेको छौ नि, त्यो कुरा चाहिँ मलाई सहिसक्नु भएन। मलाई एकदम फ्रस्ट्रेट भयो। फर्स्ट कुरा, तिमीहरू जो मान्छेले गल्ती गरेको छ त्यसलाई गर, क्वेसन गर। गल्ती गरेको आरोप लागेको भनौँ न, गर क्वेसन गर, त्यसलाई प्रमाण माग न। तैँले गरेको छैनस् भने प्रमाण दे, गरेको छैनस् भने प्रमाण दे भनेर माग न। तिमीहरूको त बानी छ नि त नबोलेर, ओहो कति सहनशील, यति धेरै कन्ट्रोभर्सी आउँदा पनि बोलेनौ, भगवानले त कति माटोकै बनाएको रहेछ भनेर तिमीहरूले त देखाइरहेछौ नि त। त्यही भएर सबैले सिकिसक्यो क्या, अब बोल्दैनन्, कोही बोल्दैनन्, अब बोल्नेवाला छैन। तिमीहरूले क्वेसन गरे पनि एन्सर दिँदैनन्, किनभने थाहा भइसक्यो नबोल्दाखेरि चाहिँ एकदम सहनशील हुने रहेछ, एकदम हुन्छ नि गल्ती नगरेको जस्तो हुने रहेछ, नबोलेर चाहिँ जितिने रहेछ भन्ने कुरा चाहिँ प्रुभ भइसकेको छ। र अहिले चाहिँ कोही पनि बोल्दैनन्, एक नम्बरमा। अनि अर्को नम्बरमा तिमीहरूको क्वेसनहरू चाहिँ यस्तो थियो कि यति घटिया क्वेसन छ कि 1 वर्ष लाग्यो बलात्कार भएको थाहा पाउन भनेर। अनि यस्तो पागलनीले भनेको कुरा के पत्याउनु, गर कि गरेन नि? अरे पागल पो भएको होला त। ल पागल, त्यही पनि तिमीहरूले त्यस्तो पागल चाहिँ भन्न मिल्दैन, किनभने नेपालमा अहिले हेर्ने हो भने 80% मान्छे चाहिँ डिप्रेसनमा होला। डिप्रेसनमा भएको हो क्या, कोमामा गएको होइन क्या, केही पनि थाहा नहुने। डिप्रेसनमा भएको मान्छेको होस चेतै नहुने भन्ने चाहिँ हुँदैन। र सबभन्दा मानसिक रोगी त म तिमीहरू जस्तोलाई देख्छु क्या, जसले चाहिँ यसरी कमेन्ट पर्साउँछ नि, एउटा मानवता नै बिर्सेर कमेन्ट पर्साउँछ नि, तिमीहरू सबैभन्दा ठुलो, सबभन्दा खतरनाक मानसिक रोगी चाहिँ म तिमीहरूलाई देख्छु क्या। अनि केटा मान्छे भन्दा केटी मान्छेहरू यति धेरै छौ। छिछि कस्तो लाज लाग्छ यार मलाई। अनि हामीले अरू केटा मान्छेबाट चाहिँ के एक्सपेक्ट गर्नु, जबकि छोरी मान्छेले नै बुझिरहेको छैन। अनि केटा मान्छेले कसरी बुझ्छ त यस्तो कुराहरू? जबसम्म तिमीहरूले आफूले भोग्दैनौ, आफ्नो परिवारमा यो कुराहरू समस्याहरू आउँदैन, तबसम्म तिमीहरू नबुझ्ने नै रहेछौ क्या। यो कुराहरू नबुझ्ने नै रहेछौ। बलात्कारको प्रमाण माग्छौ, डोमेस्टिक भाइलेन्सको प्रमाण माग्छौ। के तिमीलाई रेप भइरहेको बेला भिडियो बनाएर राखिदिनु पर्ने हो तिमीलाई देखाउनको लागि, कि के गर्नुपर्ने हो? मलाई भन त ल कमेन्टमा, कस्तो खालको चाहिँ प्रमाण, रेपको डोमेस्टिक भाइलेन्सको कस्तो खालको प्रमाण चाहिँ तिमीहरूलाई देखाउँदा तिमीहरूले पत्याएर चाहिँ त्यो पीडितलाई चाहिँ तिमीहरूले चाहिँ बाँच्न दिन्छौ? मरेपछि त रोडमा गएर जस्टिस भन्दै उफ्रिन्छौ त। बाँचुन्जेल त कहिले पनि तिमीहरूले पीडितलाई बाँच्न दिएको छैनौ अहिलेसम्म। मैले हेर्दा मलाई पनि मार्नै खोजेको हो क्या धेरैजनाले चाहिँ। तर म तिमीहरू जस्तो मान्छेको सोचबाट म माथि आएँ क्या, यिनीहरू को हो र भनेर। तर सबैजनासँग त्यो क्षमता हुँदैन।
अनि बाहिरबाट कोही मान्छेहरू म बोल्छु बोलौँ कि नबोलौँ भएर नि पीडा सहेर गुम्सेर बसेको मान्छेहरूले यस्तो कुराहरू देखेपछि बोल्दैनन्। अब आफै नराम्रो हुने रहेछ, आफ्नै बेइज्जत हुने रहेछ, ए मन पर्दा चमत्कार मन नपर्दा बलात्कार भनेर भन्दा रहेछन्, म त बोल्दिनँ अब भन्छन् क्या। तिमीहरूले गर्ने यही हो, तिमीहरूले देश परिवर्तन गर्ने कुरा गर्छौ अनि यो चाहिँ परिवर्तन हुनु पर्दैन तिमीहरूको कहिले पनि। चाहे केटा होस् या केटी होस् केही मतलब भएन क्या मलाई। केटाले पनि जस्टिस पाउनुपर्छ। यदि केटाले आरोप मात्र लागेको हो केटालाई भने उसको इज्जत गएको हुन्छ, केटाले पनि जस्टिस पाउनु पर्छ। तर तिमीहरूले यस्तो घटिया क्वेसन गर्न मिल्दैन, तिमीहरूले रेपको प्रमाण माग्न मिल्दैन, केही पनि गर्न मिल्दैन तिमीहरूले यस्तो कुराहरू। तिमीहरू रङ छौ कतिवटा कुरामा, अनि केटा मान्छेका लागि पनि बोलिदिनु भन्नुहुन्छ होइन हो। कतिवटा कुरामा केटा मान्छेहरू पीडित हुनुहुन्छ, कति जिम्मेवारी बोकेर कति जिन्दगीभर दुःख गर्नुपर्ने हुन्छ, कतिजनाले धोका खानुहुन्छ, कतिको के भएको छ मलाई थाहा छ। तर यहाँ म रेपको कुरा गरिरहेको छु। केटा मान्छे कोही रेप भएको हुनुहुन्छ भने आउनुहोस् मेरो कमेन्टमा, म तपाईँहरूको लागि भिडियो बनाउँछु। यहाँ हतारिएर मलाई फेमिनिस्ट भन्दै गाली गर्न नआउनुहोस् क्या। तर यो सोच जबसम्म बदलिँदैन नि, नेपालीहरूको सोच समाज जबसम्म बदलिँदैन तबसम्म क्राइम कन्ट्रोलै हुँदैन क्या, क्राइम कन्ट्रोलै हुँदैन क्या। कति मर्नु क्या, काटेर मारेको लास मात्रै मरेको हुँदैन क्या, कोही मान्छे जिउँदै लास हुन्छ क्या। यस्तो कुराले कस्तो नबुझेको क्या, कस्तो नबुझेको। पीडितलाई सहयोग गर्न सक्दैनौ भने उसको आवाज पनि नदबाऊ क्या। कसैलाई राम्रो गर्न सकिँदैन भने नराम्रो पनि नगर न। उसलाई कति पीडा हुन्छ होला त्यस्तो देखेर। तिमीहरूको लागि अब उसले के प्रमाण बनाएर ल्याउनु? गएर केटा मान्छेलाई पनि क्वेसन गर, केटा मान्छेलाई प्रमाण माग कि उसले गल्ती गरेको होइन भनेर।